छोडी बल पनि पक्कै पनि रहने छैन। अब सफल बनेका छन् यहाँ सरोज बर्देवा। स्वाट हेर्न सक्छौँ, जम्पले टाइमिङले उनलाई थाहा थियो त्यहाँ डबल ब्लकको लागि पाउनेछन्। यो चान्स बलमा राम्रो चान्स पनि निकाल्ने भए एपिएफका लागि। सेटअप उत्तिकै राम्रो स्पाइक पनि र यहाँ भने कुनै पनि जोडतोड थिएन। यस प्रकारको शटका लागि अब भने हिमाल सुनारीको चान्स थियो, पुनः पनि प्रयास। राम्रो र्याली चलिरहेको छ महेन्द्र, राम्रो रिसिभ कुन्दनको राम्रो नियन्त्रण। दिवस र हिमाल सुनारीको जोडी भलिबलमा हामीले यो सफलताको लागि मात्रै होइन, धेरै सफलताको लागि देखिरहेको छौँ। तर यहाँ सरोज बर्देवा रोकिने छैनन् उनी। हिमाल सुनारीको सजिलो अब कुरा गर्दै थिएँ मैले, यदि गण्डकी प्रदेशले कुनै खेलाडीलाई रोक्ने एउटा बनाउँछ चलाकीपन भने आजको लागि हुनेछन्। अर्को एउटा राम्रो लेफ्ट सहजै कटाउने सन्जु, चान्स बल, अर्को एउटा राम्रो स्म्यास जानेछ यहाँ र एपिएफका लागि आउने सन्जु अझै रिसिभ गरिदिएका छन् विनोद र सुरेन्द्रले सफलता दिलाए एपिएफलाई, अग्रता बनाएको छ एपिएफले। बर्देवा थिए उनी, मुभमेन्ट हुन सक्छ यहाँ खेलको लागि र यहाँ सरोज बर्देवा लगातार गण्डकी प्रदेश आफ्नो स्थानमा आएको छ। एक अङ्कको आवश्यकता गण्डकी